म चाहिँ गाइस टमाटर टिप्दैछु होइन। हिजो आधा टिपेँ, आज आधा टिप्छु। किन भन्दा चाहिँ बाँदरले खाइदिन्छ गाइस, त्यो भएर यतिको रातो हुने बित्तिकै म त टिपिदिइहाल्छु कि। अनि त्यहाँपछि आफै पाक्छ हेर्नु त, चेरी टमाटर हो, सानो सानो छ हो। हेर्नु त भित्र भित्र पाकेको छ नि, एउटै बोल्ट हो क्या गाइस, अझै छ फल पाक्नुपर्ने। जतिर हेर्नु नि भित्र पाकेको छ। यतिकोमा म त अलिअलि रातो भइकि टिपिदिइहाल्छु, बाँदरले खाइदिन्छ गाइस। ठुलो खाले पनि फल्दैछ यहाँ त, हेर्नु त गाइस एउटै बोटले कति दिएछ। यो चाहिँ आज मात्रै टिपेको होइन, हिजो पनि टिपेको मैले होइन, हिजो र आज गरेर यति भएको हो। अब चाहिँ लगभग सक्यो, अलिकति छ, कम्ती छ अब चाहिँ। यहाँ त झन् ठुलो छ हेर्नु न, अब चाहिँ अलिअलि छ हो, पाक्नुपर्ने छ अलिअलि त। सिनो छ कुनै कुनै त जान्छ हेर्नु त। सक्यो अब चाहिँ यो पनि यति हुन्छ। बाँदरले खाइदिन्छ गाइस। हिजो पनि त्यहाँ बैगुन थियो कि मजाले फल्दै थियो होइन, एक छाक त पुग्ने थियो हेर्नु न, सबै खाइदिएछ। तर पनि चारवटा चाहिँ तोडै एउटा छ कि होइन, त्यो पनि तोडिदिन्छु। अन्त यताउता मिसाएर खानु त हुन्छ, फल्नु त अरू एक छाक मजाले पुग्थ्यो नि, 6-7वटा थियो, सबै खाइदिएछ। अन्त त म मनै पर्दैन बाँदरलाई। खाए त हो नि त गाइस, फेरि आधा क्या टुकेर फ्याँकिदिन्छ। अब खाएपछि त पेट भरिन्जेल खानु नि है, खाँदैन त्यस्तो खालको बाँदर छ नि त। त्यो बच्चा बाँदर छ कि पुरै यस्तो राम्रो राम्रो फुलहरू भाँचिदिएर गर्छ, म त कस्तो रिस उठ्छ। अब हेरिरहनु पनि त कहाँ टाइम हुन्छ ड्युटी गर्नु, कि यहाँ यसै त टाइम पाउँदिनँ हो। ड्युटी घर घर ड्युटी गर्दा गाई छत्तु भइसक्यो। म त अब कामसाम छोडेर बस्नुपर्छ जस्तो लाग्नु थालिसकेको छ गाइस। वक्का दिक्कलाई ढाड दुखेर थाइरोइड भएर सुन्निएर हो। अन्त फेरि सर्भाइकल पनि छ, के हो के फेरि। अन्त बिमारी पनि एउटा भएको त नि, 10वटा बिमारी छ गाइस। त्यही भएर अब चाहिँ यही हो मेरो आजको टमाटर है। बिचरा एउटा बोट गाइस मैले रोपेको होइन नि, फेरि बिच यसरी हुन्छ नि, सब्जी फ्याँकिदिन्छु नि त मल हुन्छ भनेर, अनि त्यसैमा आउँछ क्या, कहिले पनि म रोप्दिनँ। त्यहाँदेखि त्यसलाई नै यताउता यसरी पपिताहरू आफै निस्किन्छ क्या। अनि अहिले मेरो पपिताहरू पनि हुँदैछ, खोर्सानीहरू पनि हुँदैछ, खुसी लाग्छ गाइस। खोर्सानीहरू चाहिँ अलिअलि रोप्छु, तर यिनीहरू त आफै हुन्छ गाइस। यति हुनु पनि त्यसले यस्तो ठाउँमा बहुत ठुलो कुरो हो नि गाइस होइन र।